हर हर महादेव। नमस्ते सबैलाई। ल यो हो आदमीको लागि हेल्दी खाना जसमा कि मैले रातमै भिगाइदिन्छु एउटा बदाम र एउटा काजु किसमिस। बस एउटा त काफी हुन्छ होइन सानो बच्चालाई। र म भिगाएर बिहानै अलिकति पोहामा र अलिकति दुधमा मिलाएर पकाएर अन्मेलाई दिन्छु। र यो अन्मेले राम्ररीदेखि इन्जोय गर्दै पनि खान्छ यो खानालाई। अन्मे अहिले 9 मन्थ कम्प्लिट गरेर 10 मा लागेको छ। र अहिलेसम्म मैले जस्तो कि भयो कसैले भन्छ कि बिस्कुट दिनु बिस्कुट खिलाउनु भनेर दुधमा घोलेर, तर मैले अहिलेसम्म दिएको छुइनँ यस्तो। र म जहाँसुकै भयो भने आफूले नै बनाएकै अहिले खाना दिँदैछु। जस्तो कि अहिले जस्तो बनाइदिए त्यस्तै। र 2 बजे तरफ म दालहरू बनाएर दिन्छु र बिचबिचमा म दुध पनि दिन्छु उसलाई।